ल हामीहरू अहिले चाहिँ गोदावरी जाँदैछौँ। ल केटाहरू ल निस्किहालौँ नि जाउँ। सानो देखिन्छ नि म होइन जाउँ जाउँ जाउँ। कहाँ छ पैसा पढाउनु न 50 रुपियाँ त छ मसँग महँगो पर्छ मान्छे कस्तो पैसै छैन कहाँ छ त म कमाउनु थोरै गएको आज यस्तो यस्तो कुरो चाहिँ लिएर आउँछ है। डिउ छ नि है हजुर डिउ मलाई 2टा दिनमा चिसो है फ्रिजमा राखेको अब बच्चा क्या जना छु कस्तो बस बिहा छ मरि आले छ जो चला दे यहाँ छैन अगाडि छैन हो फ्रिजमा ल डिउ 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 यति चिसो छैन क्या चिसो दुइटा लगेर बजारमा राख्नु यो प्लास्टिकको ग्लास छ नि है 4-5 वटा मात्रै दिन मिल्छ ल मलाई कति भयो 2टा डिउ 2टा डिउ अनि त्यो 5 वटा दिनु 500 रुपियाँ आउनुहुन्छ भनेको केटा कता बस्नु भनेपछि उहाँले त्यस्तो फुलहरू बेच्ने गर्नुहुन्छ हो अनि अब त्यही त बर्थडे हुने बर्थडेतिर पनि लान्छ होइन अनि के महँगो
चाहिँ आउनु भएन त हेलो ए दाजु के भयो तेरो दाजु खोइ त उहाँलाई 1 करोड पैसा भेट्नु पर्ने के आफै जम्मै ठाउँ छ 1 करोड पैसा भेट्नु पर्ने होइन अनि त्यसपछि त्यो 1 करोड पैसा त्यो के अरे भेटेको पैसा उहाँले के गर्नुहुन्छ होला अलिक बढी बोल्यो क्या हो बोल्नु कता आम्मामा त्यो हेर यो मान्छे ल हेर हेर केटाहरू अब त्यो पानधारामा जाने त होला नि होइन बारी आएपछि त यो ठाउँ पनि खतम होइन हामी पुलिस पाउनुको मान्छे गाउँको मान्छे पनि लाग्ने रहेछ पैसा कति हो 10 रुपियाँ आफ्नै गाउँमा पनि तिर्नुपर्ने भइसक्यो दिनु नि दिनु चौकी वरिपरि त हाम्रो घर हो हामी चिन्दैन यहाँ समरलाई चिन्नुहुन्न समरलाई समर तामाङलाई चिन्दैन कतिवटा नाके नाके त्यहाँ त हरि बसिरहेको कहाँ बस्नु छ त्यहाँ त हरि बसिरहेको त्यहाँ कता जाने यो भित्र अनि कहाँ बसेर खान्छ यहाँ राख्ने बाइक चाहिँ यहाँ राखिदिनु गाडी आउँला नि त कहाँ आउँदैन होला ऊ आएर यहाँतिर सबै राखेको होइन अनि कहाँ बस्ने त अनि यहाँ बगरमा बस्ने
उयो त माथि भर्याङ छ भर्याङमा गयो नि भयो अनि ठाउँ चाहियो भने केटाकेटी हुन्छ त तपाईँले पनि पुस्दिनँ तिर्यो उहाँले तिर्नु भयो नि सबै पैसा नतिरे नि हुन्छ त अब मान्छेले 10 रुपियाँ मात्रै हो भनेर त्यहाँ जानै नदिएपछि दिनु पऱ्यो नि नि तलबाट गाउँबाट हो भन्नुपर्छ क्या त्यो फुल चाहिँ राम्रो छ यो त यहाँ पुरै बाढी आएर यस्तो भएको रहेछ है त्यही त यहाँ छ फुल हट।